हेलो दोस्तों, आज फेरि पनि रियाक्सन भिडियो लिएर आइसकेका छौँ। आज पनि हामी गणेश जीडी को स्कुल लाइफ भर्सेस कलेज लाइफ हिजो मात्र आएको छ, त्यो भिडियोलाई चाहिँ हामी रियाक्ट गर्दैछौँ। लेट्स गो। सर, मलाई त्यसको एन्सर भनिदिनु न। बालिके के आएन? सजिलो छ नि, तिमी प्रश्नतिर ध्यान देऊ न। उत्तर त म जति पनि भनिहाल्छु नि, प्रश्न बनेकै सोध्नलाई त हो नि, हैन? केटीहरुलाई त शिव मलाई क्वेशन आएको थिएन। गदालाई यही गदाले हानेर दिमाग खुलाइदियो। सर अनि यो प्रश्न बनेकै सोध्नु त हो नि। सर प्लिज माफ गरिदिनु सर, प्लिज। त गइस चित्रको सुन त हामी आइपुग्न लाग्यो। ढोका खोल्दै गर है, ढोका फेरि नरकको खोल है, नरकको खोल। सर प्लिज म अर्को चक्करमा केटी भएर आउँछु सर, प्लिज। हुँदैन भाइ, हुँदैन। त सकिस् के भाइ, तैँले गल्ती गरिसकिस्। अनि सुन त, चित्रको तातो तेल त है, तातो तेल त 400 डिग्री त यसलाई त त्यही चोपाल्यो। अनि सुन त, चित्रको अर्को जुनीमा यसलाई कुकुर बनाइदिउँ न, बोल्न पनि सक्दैन, ठिक्क हुन्छ। नरो है भाइ, नरो। धन्न कुकुर बनाएको छु मैले। हिट बाबुहरू मलाई प्लिज माफ गरिदिनु, हल्का बढी पढाइएछ नि त। ल सुड्डो, एकचोटिको लागि माफी भयो। पढायो भने लिमिटमा पढाउने क्या। के हान्नु? मैले राम्रै पढाइरहेको छु नि, होइन केटा? के नपुग्या जस्तो चाहिँ भइरहेछ हो र? गुड फ्राइडे। सर आज त सन्डे पढाएको भयो भने What is this behavior? कपालको विषयमा स्कुलमा कपाल। तेरो कपाल त यो छोटाउनु पर्छ भाइ, कति लामो कपाल हो? पगै जहाँ पनि त्यही फस्ने आइछ कि यही केटा नै। तेल है। ए बुढी, एक हप्ताको लागि तेल पर्दैन है, यहाँ मैले गरिसकेँ। के हो, कपाल काट्नु पर्दैन है? कत्रो लामो बनाएको? म काटिहाल्छु अब। कलेजमा त स्टुडेन्टले पुरा गार्डलाई पुरा के ले बस्ने कपाल पाल्यो रे मादर। नमुना कपाल तेरो त दसैँमा खसी काटे जस्तो नि भाइ। बाँध्यो मुडो लाउँछु, बाँध्यो मुडो चालु हुन्छ। सर कपाल त मामाले काट्ने होइन। तेरो मामा भान्जा काका भति सालो सब मै हो आज। मेरो त व्रतबन्ध अस्ति भइसक्यो। आम्मा कसम सत्य धर्म हो। तेरो आज नुहारन हुन्छ, तेरो जान्छ। अर्को साथी खोइ। हेर साथी, यहाँ त ढुक्क कोही माइकला आउन सक्दैन, मार्छ हामी। मार्चमा पनि कपाल काट्ने एरियनलाई। ल म्या, त्यो एलियन होइन? ओ फक म्यान, क्रेजी। मार्समा एलियन देख्ने पहिलो दुईजना व्यक्ति हामी नै हुने भयो नि त। फेमस। अब कपाल मात्र होइन, ब्याङ्क ब्यालेन्स पनि बढ्ने भयो। यस, नजिक आउँदैछ। तर एकछिन, त्यो एलियनको हातमा कैँची चाहिँ किन छ? एउटा फर्मुला नछोड है, एउटा फर्मुला नछोड। भोलि म्याथको एक्जाम टप हान्नुपर्छ। त लेखिस् त्यहाँ अगाडि लेख। दाइ यो म्याथको फर्मुला यो सबै यहाँदेखि यहाँसम्म पुरै हान्नु त पुरै। ओ भाइ, यो त मेटिन्न नि फेरि। स्कुलमा हातमा लेखेर अनि कलेजमा चाहिँ फुल ट्याटु। ए दाइ, त्यही नमेटिने नै चाहियो हो कि। ल हान्नु न, हान्नु। बाफ्रे। दुख्दो रहेछ है, दुख्दैन भन्थे त दाइ यार। हल्का मात्र। रोके, के हो यो?
ए दाइ यो के होइन कि यो टक्क ट्याटु हो यो युनिभर्सल कोड हो कि यो मेरो बर्थ डेट हो यो आमाको लकी नम्बर मेरो लकी नम्बर बाजेको लकी नम्बर पुरै सागा सन्तानको चाहिँ एज अ ट्याटुमा मात्र हो कि। त्यस्तो त्यस्तो ऊ के होइन है। इक्जाम स्कुलमा सर पछाडि हेरे मात्र त हो नि चुप त्यो पनि चिटिङ हो बाहिर निस्कि त सर एक बाहिर निस्कि भने गुरुका कलेजमा त पुरा ड्रोन उडिरहेको त माथि माथि है स्नाइपर ओए टोइलेट भन्दाले ओए सर यो रोबोटले पास्ता बनाउँछ नि है लेख्न त लेख्दैछ 99% चाहिँ स्योर छ तर 1% चाहिँ भन्न सकिँदैन 1% पनि फिक्स हुनु पर्यो नि सर रोबोट है सर। तलमाथि त हुँदैन नि है। त्यो 1% कसरी स्योर हुन्छ 1% स्योर हुनु पर्यो कि चाहियो कि 1% चाहिँ स्योरै चाहियो कि अँ, मलाई त्यो 1% मैले स्योर गर्न सक्छु 1% स्योर कसरी हुन सक्दैन अब मिसिनेरी चिज मैले 1% स्योर कसरी गर्न सक्छु 1% स्योर गर्नै पर्यो। यो केटो चाहिँ ठिक छ है दायाँ बायाँ केही छैन लेखिरहेछ यो हो नि त तरिका ए अँ, अब ह्याङ हुन्छ थप पेपर हो फक यु ह्याङ भयो कोड बिग्रियो होइन के लाग्छ यो ब्याट्री डाउन फक यु लभ गणेशले दिन भनेको साथी हो म त सम्झनाको लागि ज्यान दिन सक्छु उसको लागि त नि यो हातको छाला नसा काटेर रगतको खोलो बगाउन सक्छु। यदि मेरो प्यारी सम्झना माथि कसैले आँखा लायो भने पहिला मेरो यो दाहिने हात उठ्छ। नगर्ने उमेर हो यो आज हरेक केटीले हरेक केटाहरूलाई यहाँ राखी बान्छ सबको रुनु छैन रोको छैन रोको जा जा बौलो गरेर बोला जा ओके बोल जा बौलो मलाई तिमी डे 1 बाट मन पर्यो त्यही दिन पर्पज हान्दिउँ भनेको तर राइट टाइमको पर्खाइमा थिएँ कि बेलुका डेट गइदिउँ नि त। के भनेको बाबु तिमी जत्रो त मेरो एउटा छोरा छ खुरुक्क लाएर पढाइमा ध्यान देऊ। एज डजन्ट म्याटर के बेबी यहीँनिर मेरो बेस यहाँ मेमे नजिक यति नजिक है यति नजिक मैले यस्तो म्यामलाई मेमले यता तान्नु भयो मैले फेरि यस्तो गरेँ मेमले यता तान्नु भयो म नाइ भने मेमले प्लान्ट हान्नु भयो अनि यति नजिक पुरै नजिक ल्याममै लिप टु लिप भइहाल्यो नि ल्याममै के मैले भने मेम म रेप केस हालिदिन्छु है भनेको मेमको त सात्लो पुत्लो गएर यहीँबाट भागी अहिले त प्रिन्सिपल सरले रेस्टिकेट गरेर होला त्यो मेमलाई। तेरो दाइको यो लेभल छ कि बुझिनस् तेरो दाइको लेभल कति छ भन्ने नि यो कलेजमा यु आर रेस्टिकेटेड प्रिन्सिपल सर त मेरो बुढले लाइन हान्छस् तँलाई ननसेन्स रेप केस हाल्छु तँलाई होमवर्कको विषयमा कि स्कुलमा बिर्सेर हुन्छ त अनि तिम्रो अनि नानी तिम्रो होमवर्क देखाउ त पेट दुख्या छ यो त तपाईँको कलेजमा बाबा बित्नु पर्यो मणि कृष्णजी तपाईँ बित्नु भएको हो छोरा बित्नु भन्दैछ त मैले मेरो बाबा भने होइन कि मैले चन्द्र प्रकाशको बाबा भनेको
चन्द्रप्रकाश कहाँ ऊ हुम्लातिरको ऊ डाँडा पाखा त्यहाँ टावर पनि छैन फोन त लाग्दैन सर त्यहाँ चन्द्रप्रकाश ल्या सर मैले होमवर्क गरेको छु महाकसम होमवर्क गरेको छु मैले तैँले एक झुट बोलिस् भने ल्या यो रातो बोल्छ विचार गर त हिजो कहाँ थिइस् म घरमा थिएँ साथीकोमा थिएँ फेरि तपाईँको छोरीसँग थिएँ यो डुप्लिकेट हो ल्या त्यस्तो केही होइन सर हामी मिल्ने साथी हो ला मतलब डिप लभ छ ल्या तर हामी बिच केही भएको छैन मतलब एकचोटि भयो मतलब तीनचोटि हो फेरि 18 चोटि मात्र हो कसम त्यस्तो के होइन नरुनु न त्यस्तो माया गरेर हुर्काएको मेरो बुढीले मेरो मायाको चिन्नु यो डुप्लिकेट हो मेरो बुढी त्यस्तो छैन के छ पुरुषोत्तम तिवारी सर यो किच्चकसँगको कुरो मिल्यो कि के भयो के भन्नु सर यो मेसिन गलत हो कि यो गलत हो कि मेरो बुढी गलत हो तपाईँको बुढी मेरो भाउजू आमा समान हो नि कहाँ गलत हुनु मतलब बहिनी समान एकचोटि मात्रै भेट्या हो एकचोटि मात्रै भेट्या हो हार्ट अट्याक सिधै लास्ट डे है त स्कुलको मेरो लेख प्रिन्सिपलको बुढी मेरो 100 मेरो 100 त्यो भित्तामा पुरै लेख्यो होइन अब लेख्न बाँकी केही छैन अब बाँकी म त नि प्रिन्सिपलको रुममा गएर मुख दिउँ हामी भोलिबाट हुँदैन मुतेर पनि आइ यो विपिन सरको स्कुटर होइन ठोक्दै लास्ट दिन हो मा भोलिदेखि कोही हुन्न यो खोल्दैमा ट्याङ्कीको पानी सब सक्दैमा आछ के भयो भोलिदेखि हामी उतै हुन्नौ नि यो प्लान्ट बोक्नुमा यो प्लान्ट बोक प्लान्ट हुन्न यो के उता सिसी क्यामेरा छ लास्ट दिन हो सिसिटिभी बोक्दिउँ मा त्यो निकाल आज कलेजको अन्तिम दिन लेख विपिन सर कुकुर हो लेख न ए यार बोर्ड मार्कर हो पर्मानेन्टली लेख्न आज त हाम्रो लास्ट दिन हो नि म लेख्छु भोलि गान मस्किएस्दै यो विपिन सरको यो मेर्दाखेरि विपिन सर कुकुर है त लास्ट दिन हो बाल भएन कि लास्ट दिन पुरै के त्यो पेन्सेसमा भाँच्दैन त्यो सिसिटिभी बोक फ्यान बोक यसो विपिन सरसँग हल्का रोएको एक्टिङ गरौँ न त लास्ट दिन अब हामीले यस्ता विद्यार्थी पाउँदैनौँ सर आउँदैन जहाँ भए पनि आए पछाडि आए केटाहरू रोएको हामी रौला नरौला तर पक्कै हाम्रो भेट हुनेछ विपिन सरले यति राम्रो पढाउनु भयो केटीहरूको फेरि छुट्टै छ विपिन सर हो विपिन सर भनेको विपिन सर अब न्यू ब्याचलाई यहाँ सर्टमा पनि आइसक्यो फेरि विपिन कुकुर हो सरी सर पर्मानेन्टली लेख्न आज त हाम्रो लास्ट दिन हो नि मै लेख्छु भोलि गान मस्किएस्दै यो विपिन सरको यो मेर्दाखेरि विपिन
अरे पुरानै सर्ट लाएर आएको छ नयाँ सर्ट लाउनु पर्दैन सिलाइको लागि दिएको छु सर तपाईँमा सब साथीको सँग जा जा सरी सर म त्यस्तो छैन विपिन सरको कुरा टोयलेट लगभग गयो अब हिजो पानी भइएको होला गयो सर सर मेरो साथीले बिचरा राम्रो मान्छे थियो अल्पाइमै गयो टोयलेटमा कपडा धुँदा चिप्लिएर त्यसैले अब सम्झनाको लागि भए पनि सबैजनाले 1 मिनट मौन धारण गरौँ है केटा यो मायाशाला विपिन सरले मलाई मार्यो यार यो विपिन सर देश छोड्यो यो हत्यारा हो हत्यारा केटा सुन हत्यारा फेरि भन्छु यो हत्यारा यो विपिन चोर मायाशाला यो माथि आएन त भिडियो कस्तो लाग्यो भिडियो राम्रो लाग्यो भने लाइक कमेन्ट अनि च्यानललाई सब्स्क्राइब गरेर यो भिडियोलाई सेयर हान्न पनि नभुल्नुहोला थ्याङ्क्स फर वाचिङ बाई बाई टाटा बाई